नमस्कार। साझा समाचारमा रबिनको हार्दिक स्वागत छ। साझा समाचार सुरु गरौं। प्रमुख खबर शीर्षकहरूबाट। राजमार्गमा अलपत्र यात्रुलाई खाद्यान्न उपलब्ध गराउन सरकारद्वारा स्थानीय प्रशासनलाई निर्देशन। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागद्वारा सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विपद व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन जारी। पाँचथरमा जीव दुर्घटना हुँदा 6 जनाको ज्यान गयो, अन्य 6 जना गम्भीर घाइते। र देशभर लगातार ठूलो वर्षा भइरहेकाले सम्भावित जोखिमलाई ध्यान दिँदै भोलि र पर्सि सार्वजनिक बिदा दिने सरकारको निर्णय। देशका धेरैजसो ठाउँमा लगातार वर्षा भइरहेकाले बाढी तथा डुबानको जोखिम बढ्दै काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने गाडी 3 दिनका लागि बन्द। देशभर मध्यमदेखि ठूलो वर्षा भइरहेकाले सरकारले सबै मन्त्रालय अन्तर्गतका जिल्लाका कार्यालय प्रमुखहरूलाई आजै अनिवार्य रूपमा कार्यस्थल पुगिसक्न निर्देशन दिएको छ। त्यसै अनुसार सतर्कता अपनाउन, पूर्व तयारी र प्रतिकारको काममा जुट्नका लागि पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि सबै जिल्ला समन्वय अधिकारी तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूलाई निर्देशन कार्यान्वयन हुने व्यवस्था गर्न आज पत्राचार गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ। सरकारले भोलि र पर्सि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। देशभर लगातार ठूलो वर्षा भइरहेकाले सम्भावित जोखिमलाई ध्यान दिँदै बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ। वर्षाका कारण हुन सक्ने बाढी, डुबान, भूक्षय लगायतका जोखिम एवं सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने र मानवीय क्षति समेत हुन सक्ने भन्दै सार्वजनिक बिदा दिएको मन्त्रालयले आज निकालेको सूचनामा उल्लेख छ। विपद व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरू भने खुल्ला नै रहनेछ। साथै देशका विभिन्न ठाउँमा ठूलो पानी परिरहेका विशेष सतर्कता अपनाउन पनि सरकारले अनुरोध गरेको छ। बिदाको समयमा अत्यावश्यक काम नपरी यात्रामा ननिस्कन र सुरक्षित ठाउँमा बस्न आम नागरिकलाई सरकारले आग्रह गरेको छ। गृह मन्त्रालयले वायु सेवा सञ्चालक सङ्घलाई निजी हेलिकप्टरहरूलाई तत्काल प्रयोगका लागि तयारी अवस्थामा राख्न अनुरोध गर्दै पत्राचार गरेको छ। मन्त्रालयले आज वायु सेवा सञ्चालकहरूलाई पत्राचार गर्दै मन्त्रालयको लिखित तथा मौखिक अनुरोधमा परिचालन हुने गरी निजी हेलिकप्टरलाई तत्काल प्रयोगको लागि तयारी अवस्थामा राखिदिनु हुन अनुरोध गरेको छ। भारी तथा अति भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो तथा डुबानबाट प्रभावितहरूको खोज तथा उद्धार, राहत, स्थानान्तरण र पुनर्स्थापना गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सङ्घबीच भएको सम्झौतालाई गृहले स्मरण गरेको छ। देशका धेरैजसो ठाउँमा लगातार वर्षा भइरहेकाले बाढी तथा डुबानको जोखिम बढ्दै गएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी तराई र भित्री मधेसका साथै केही पहाडी क्षेत्रका खोलानालामा आकस्मिक बाढीको खतरा रहेको महाशाखाले जनाएको छ। बारा, पर्सा र रौतहटका साना खोलानालामा पानीको बहाव उल्लेख्य रूपमा बढेकाले तटीय क्षेत्र र डुबान सम्भावित होचा भूभागमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। यस्तै ललितपुरको खोकनामा बागमती नदी जलमापन केन्द्रमा जल सतह सतर्कता तह पार गरिसकेको र अझै बढ्दो क्रममा रहेको छ। यस क्षेत्रमा समेत डुबानको जोखिम उच्च रहेको विभागले जनाएको छ। आज रातिदेखि नवलपरासी पूर्व र पश्चिम, तनहुँ, लमजुङ, गोर्खा, धादिङ, चितवन, मकवानपुर, काठमाडौँ उपत्यका सहित मधेसका बारा, पर्सा, रौतहट, सर्लाहीमा पनि आकस्मिक बाढीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। भोलि बिहानदेखि बेलुकीसम्म नारायणी, कालीगण्डकी, त्रिशुली, मर्स्याङ्दी, सेती, मादी, दरौदी, पूर्वी राप्ती, बागमती र कमला लगायतका प्रमुख नदी तथा तिनका शाखा खोला नालामा पानीको बहाव तीव्र गतिमा बढ्न सक्ने र सतर्कता तहसम्म पुग्न सक्ने महाशाखाको पूर्वानुमान छ। भोलि रातिदेखि कोशी र कन्काई जलाधार क्षेत्रहरूमा पनि उल्लेख्य बहाव बढ्ने अनुमान गरिएको छ। भिरालो र कमजोर जमिन भएका ठाउँहरूमा लगातारको वर्षाका कारण पहिरोको जोखिम पनि उत्तिकै रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले बाढी तथा डुबान हुन सक्ने क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सतर्क रहन, आवश्यक परे सुरक्षित ठाउँमा जान र स्थानीय प्रशासन तथा सरकारवाला निकायको सूचनालाई पालना गर्न आग्रह गरेको छ। ताजा जानकारीका लागि विभागले नेपाल बाढी सूचना नामक फेसबुक पेज तथा ट्विटर एक्स हेर्न सबैलाई अनुरोध समेत गरेको छ। सरकारले काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने गाडीको आवत-जावत 3 दिनका लागि बन्द गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना निकालेर बाढी र पहिरोको पूर्वानुमान रहेकाले काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने गाडीको आवत-जावत आजदेखि सोमबारसम्मका लागि बन्द गरेको जानकारी गराएको हो। भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान तथा त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित विपद जोखिम न्यूनीकरण गर्न कोशी मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने
हुने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने गाडी आवत-जावत असोज 18, 19 र 20 गतिका लागि बन्द गरिएको प्राधिकरणको सूचनामा उल्लेख छ। यस अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक बाहेकका लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने गाडी नचलाउन आग्रह गरेको छ। साथै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले पनि गाडी आवत-जावत बन्द गर्न प्राधिकरणले आग्रह गरेको छ। बिहानदेखिको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक तर्फका उडानहरू स्थगन गरिएका छन्। खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुमलिङटार विमानस्थलमा उडान स्थगित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिनुभयो। मौसमी अवस्थाको पुनरावलोकन भइरहेको र अन्तर्राष्ट्रिय उडानहरू भइरहेका छन्। अविरल वर्षाको समयमा उडान गर्न जोखिम हुने भएकाले आन्तरिक तर्फ भने अहिले उडान स्थगन गरिएको उहाँले बताउनुभयो। अविरल वर्षाका कारण आज बिहानदेखि आन्तरिक उडानतर्फका उडानहरू प्रभावित भएका हुन्। जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ भने रातिमा अझ धेरै वर्षा हुने जनाइएको छ। सरकारले विभिन्न राजमार्गमा परेको अविरल वर्षा र पहिरोका कारण अलपत्र परेका यात्रुहरूलाई खाद्यान्न उपलब्ध गराउन स्थानीय सरकारलाई निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय मार्फत स्थानीय प्रशासनलाई खाद्यान्नको व्यवस्था मिलाउन निर्देशन दिएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निर्देशक दिनेश प्रसाद भट्टले जानकारी दिनुभयो। आवश्यक पर्ने सबै खाद्यान्न व्यवस्थापनका लागि सिडिओ मार्फत स्थानीय प्रशासन मार्फत जानकारी गराउने निर्णय भएको छ। केही बेरमा सूचना पठाउनेछौँ उहाँले भन्नुभयो। अविरल परेको वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ। विभिन्न राजमार्गहरू अवरुद्ध बनेका छन्। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विपद व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन जारी गरेको छ। निरन्तर वर्षाका कारण काठमाडौँ महानगरपालिकाभित्रका खोलाहरूमा पानीको बहाव बढ्दै गएको र डुबानको सम्भावना बढेपछि यस्तो निर्देशन जारी गरेको हो। खोला छेउका जोखिमयुक्त बस्तीमा बसोबास गर्ने बासिन्दाहरूलाई नजिकैका विद्यालयहरूमा स्थानान्तरण गर्ने कार्य भइरहेको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाको विपद व्यवस्थापन विभागका अनुसार बागमती, विष्णुमती लगायतका खोलाहरूको पनि सतह निगरानीमा राखिएको छ। थली, बानेश्वर, कोटेश्वर र दोभान क्षेत्रमा स्थानीय वडा सदस्यहरू मार्फत समन्वय गरी विद्यालयहरू आश्रयस्थलका रूपमा पहिचान गरिएका छन्। विपदको अवस्थामा बासिन्दाहरूलाई बस्ने, सुत्ने र ओत लाग्ने स्थानको अभाव हुन सक्ने भएकाले विद्यालयहरूलाई आधारभूत सुविधाहरू जस्तै शौचालय, खानेपानी, सुरक्षित स्थान तयार राख्दा र उद्धार कार्यमा सहयोग गर्न निर्देशन दिइएको छ। महानगरपालिकाले गत वर्ष जोखिममा परेका क्षेत्रहरूमा प्राविधिक टोली खटाएर निरन्तर निगरानी गरिरहेको छ। हालसम्म ठूलो बाढीको कुनै घटना नभए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाइएको छ। सम्पूर्ण उद्धार तथा व्यवस्थापन कार्य काठमाडौँ महानगरपालिकाको समन्वयमा सञ्चालन हुनेछ।